दाइ नमस्ते कहाँबाट आयो दाइलाई बधाई दिन आएको दाइ तिमीले बधाई दिनु पर्दैन ल दाइले बधाई छ दाइ ढङ्ग ल्याउनु पर्छ यस्तो ढङ्ग ल्याउनु नमस्ते दाइ ल दाइ दाईलाई देखेपछि दाईको पछि पछि लगाएपछि ढङ्ग ल्याउनु पर्दैन ढङ्ग आएन त यार कहिले आउँछ ढङ्ग होइन अब ल्याउने हो दाइ सर चाहिँ नबोली बसिराख्नु के भन्ने ल दाइलाई एकदम धेरै दिएन अरे भन्दै थियो मान्यज्यू दाइले धेरै दुःख गरेर कृषि उद्योग केन्द्र नेपालको बन्द भएको उद्योग खोल्दै हुनुहुन्छ यति धेरै माया गर्नुहुन्छ यो देशलाई यो समाजलाई यो सबै कुरालाई दाइको जतिको सोच भएका सबैजना हुन्थ्यो भने यो देश अगाडि नै बढ्थ्यो होला पहिले नै आज एकदम पोखरामा अलिकति दाइलाई के गाह्रो परेको भनेर साथ दिन आएको दाइ खास त परे होइन ठिक छ अनि दाइले एकदमै आफ्नो मैले मेसँग पनि छ हामी बुटोलमा पनि सँगै बेचेको थियौँ अरू ठाउँमा पनि सबैजनाले खाली टाइमको सदुपयोग गरौँ आफ्नो ठाउँबाट दाइ जसरी लाग्दिने अलिकति मान्छे सबै त्यस्तो हुनु पर्यो होइन आफूभन्दा धेरै देशलाई माया गर्नु पर्यो आफूभन्दा धेरै देशका नव प्रतिभाहरूलाई माया गर्नु पर्यो ढङ्गै ल्याउँदैन यार कहिले आउँछ ढङ्ग हजुरले दिइबक्छ के बुझ्दिनँ मतलब प्रकृति नबचाइ हुँदैन प्रकृति बचाउने तरिका छन् मैले पुरै फाडी गफडान गरौँ भनेको तपाईँले भनाइमा अलिकति आपत्ति जनाएर हामीले उत्खनन भने कि हामीले हाम्रो पर्यावरणलाई जोगाउनलाई जस्तै तालमा माछा छ होइन त्यो माछा सबै जाल हाल्नु एकचोटि माऱ्यो भने त सकियो नि त हाम्रो हिमालमा हजुरलाई मैले बुझाउन सकेँ म थोरै बुझाउँछु ल प्लिज है मैले भन्न खोजेको चाहिँ बुढा भएका सारहरूलाई सदुपयोग गरेर नयाँ रोपौँ एउटा घाटोमा 5वटा रोपौँ होइन डाँडा एउटा नेपालमा 58वटा पहाडी जिल्ला होइन लगभग त्यो पहाडी जिल्लामा एउटा पहाडको लगभग राम्रै पर्छ कि हाम्रो धर्म हुन्छ कि सर हामीले मात्रै बचेर त भएन नि त मैले भन्दा गफाने जस्तो हुन्छ एकचोटि बङ्गलादेशमा हेर्नु त्यसलाई ढुङ्गा चाहिएको छ कि अहिले मान्छेहरू माटो चाहिएको छ कि सर यत्र पहाडहरू छन् एउटा पहाडको 1 देखि 5 खरब पर्छ त्यो जिल्लालाई विकास गर्न पुग्छ कि सर मैले एउटा जिल्लामा लगभग 2 देखि 3 हजार पहाड हुन्छ एउटा जिल्लामा 2 देखि 3 हजार पहाडमा एउटा पहाड काटेर भ्याली बनाएर समाएर केही बिग्रिन्न सर पर्यावरणको जिम्मा मेरो हो अहिले भन्दा 3 गुणा धेरै 3 करोड नेपाली छन् तपाईँले कति बिरुवा रोप्नु अहिलेसम्म मैले लगभग अनगिन्ती छन् अनगिन्त हामीले 60 लाख बिरुवा रोप्यौँ 3 करोड नेपालीले वर्षको 3टा बिरुवा 10 करोड बिरुवा लगातार 8 वर्षमा रोप्यो भने नेपाल मात्र नै पुरा पृथ्वी बच्छ कि सर हामी त्यसमा ध्यान दिउँ न पैसा पनि बिरुवा रोपौँ अगरुड रोपौँ रोप्दो चित्त रोपौँ श्रीखण्ड रोपौँ बिरुवाको बारेमा यस्तो हो सर है म फेरि पर्यावरणमा काम गरेको भएर अब कतिले हैन नबिगार कतिले खिच्नु पर्छ हैन कसैले पनि नबिगार मलाई नि ट्याग गर्नुहुन्छ होला हैन तर केन्द्रमा भएपछि त्यो भनौँ न मिडियामा जाने नजाने भन्ने यस्तो ठाउँ छ नि त हाम्रो यो त हैन कुनाको मान्छे हरेक कुनामा हामीले पर्यावरण नबिगार हिमाल पनि नबिगार सार्वजनिक जमिन र पर्यावरण बचाउनमा एकदम जान्छन् तपाईँ जस्तो मान्छेले झन् ट्याक्क बोलिदियो भने मान्छेको सोचाइमा के हुन्छ उत्खननै गर्न पर्छ भन्ने चाहिँ होइन पञ्चवृक्ष नै सबैभन्दा तपाईँले चाहिँ जुन ज्याकरन्डा गुल्मोरहरू देख्नुभयो नि त्यो गुल्मोर र बरपिपलमा धेरै फरक छ किन भन्दा जुनले हामीले राम्रो देख्दाखेरि रोप्यौँ भने त्यसले चाहिँ त्यो पानी धेरै मुहानको पानीहरू सोच्छ कि सर अनि बरपिपलले कम सोच्छ तर मान्छेलाई थाहा छैन हाम्रो बोइलर कुरा र लोकल कुरा हामीलाई लोकल कुरा चाहिने हो कि होइन